हेलो गाइज वेलकम टु माई न्यू च्यानल। आज चाहिँ हाम्रो चाहिँ हलिसी पाठशालाको तर्फबाट चाहिँ हामी तिलकेटा अलकेचौर भन्ने ठाउँमा चाहिँ हामी पिकनिक आइरहेको छौँ हाम्रो प्रिय विद्यार्थीहरूसँग। हेलो Slat, pani, kucia, bom, ocar. Mantap, sok. Mulai. Kalau itu di laut ada pacik kecil. Siapa udah saya? Halo guys. Kami kameraman. मेरो फोन गाइजहरू हामी चाहिँ टक्क पिकनिकको यो बिहानीको खाजा खाँदैछौँ चियाको साथमा। तपाईहरूको बिहानीको सुरुवात चाहिँ साग खाएर भयो होला, तर हामी चाहिँ यस्तो जङ्क फुड के अरे बेकरीको आइटमहरू खान लागिरहेको छौँ। हस् त, धन्यवाद। अब हामी यसलाई त्यसरी मोबाइल समात दिँदै बाबु चोब्नै मिलेन। अब यसलाई हामी टक्क यसो गर्छौँ अलिमाथि अनि त्यसपछि चुप्प खान्छौँ। यो चाहिँ यी झरेको छ एउटा हिन्दी भिडियोमा चाहिँ, अगर तुम्हें मेरे मुख नहीं लगना था तो गिर के मर्ने की क्या जरुरत थी भन्ने जस्तै यो चाहिँ गिरेर मरौँ यहाँ। मेरो मुखमा आउन चाहेन यो असती रहेछ, त्यही भएर म चाहिँ साथीहरू हामीले चाहिँ भर्खरै चिया नास्ता बिहानको ब्रेकफास्ट खाइसकेको छौँ। हामीले बर्गर बन र खायौँ। मेरा पछाडि देख्नुहुन्छ मेरा प्रिय विद्यार्थीहरू पछि लागेका यी। मैले चाहिँ अझै खाइसकेको छुइनँ, चिया खाने क्रममा छु, सबभन्दा ठुलो गिलासमा परेको छु। अनि ब्रेकफास्ट कस्तो भयो त? अगामजी खान पाउनु भयो? र अब फेरि एकछिनपछि हामी मासु खानेछौँ। मासु पकाएर अहिलेको लागि चाहिँ हामी फेरि नाचगानमा व्यस्त रहनेछौँ है त। ओ बच्चो के छ? ल ठिक छ होइन त, खुवाई ल, मिठो छ नि? ओके, सबजना थपी है, मागी खाने सबजना। हजुर ए फान्टा पखै एकछिन।
मेरोमा पनि आउँछ नि ल म्यामले ल्याइदिनुहुन्छ मासु उता हो त निरञ्जनलाई ल ल ल ल ल ठिक छ क्लोज रेन्ज सट शिशिर ठिक छ क्लोज रेन्ज ल ल ल यता म्यामले फुरन दाना ल अचार खोइ अचार हेलो यस फेन्टा अघि खाइनौ ओ नाइरालाई फेन्टा कसैले दिएन को कति गिलास खायो कसैले 2 गिलास भन्दा बढी खाएको थाहा पायो भने म कुटिदिन्छु ल गाईहरू यता खुवाइ हुँदैछ यता यस्तो भाषामा कतिबाट खाइस् न भनेर भर्खर हाँस्नु जानुभएको छ हामीलाई आखिरसम्म साथ दिनुहोस् होला यहाँ भान्जी र माइजू कस्तो लाग्छ स्टाफहरूको खाने पालो आयो यहाँ आएका सरलाई चित्त बुझेन अरे चुराले सलाद काँक्रा भर्न यहाँ पागल छ पागल यहाँ आज उसले हातले भात खानुभएछ यहाँ मासु यति बाँकी छ सर घाँटी खाने घाँटी यहाँ अब सरले म्याम खानुभयो सुरु जाऊ मेरो झोला अरे गिलास ल्याइदेऊ ग्लास लिनु
सो गाइजहरू हामी चाहिँ पिकनिक गएर फर्किसकेको छौँ। हाम्रो टोलीहरू आउने क्रममा छ। म चाहिँ अगाडि आएर भिडियो खिच्नको लागि बसिरहेको छु। हेलो, पिकनिक रमाइलो भयो? ल सबैजना आफ्नो घर जानुहोस्। अब आफ्नो डेस्टिनेसनमा रोडको साइडमा हिँड्नुहोस्, बिचबिचमा नहिँड्नुहोस्। प्रिय विद्यार्थीहरू, हाम्रो भलाद्मी विद्यार्थीहरू हेर्नुहोस्, हामी पिकनिक गएर आयौँ तिल्केचौर। हाम्रो यहाँ यसरी लास्टको आजको हाम्रो पिकनिक यहीँ अन्त्य भएको घोषणा गर्दछु। यस हाम्रो भिडियोलाई बाई माया गरिदिनु होला। बाई बाई।